काङ्ग्रेस सुकुम्बासीहरूको पार्टी होइन, काङ्ग्रेस गरिबहरूको पार्टी होइन, काङ्ग्रेस हुकुमबासीहरूको पार्टी हो। एकैछिन हाम्रो माननीय बाख्रा चोरजीको कुरा सुनौँ त। काङ्ग्रेस गरिबको पार्टी होइन, काङ्ग्रेस सुकुम्बासीको पार्टी होइन, काङ्ग्रेस दास र लासहरूको पार्टी होइन। र अझै पनि कुन आधारमा भोट दिने हामीहरूले यिनीहरूलाई? हिजो यिनीहरू नै होइन सत्तामा हुने, विगत 30-40 वर्ष अगाडिबाट चाहिँ एउटा सोझा सिधा जनताहरूलाई चाहिँ यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर आश्वासन देखाउँदै चुनाव जित्दै सत्तामा गएर माखो नमार्ने यिनीहरू नै होइन र? आजभन्दा 30-40 वर्ष अगाडिबाट निरन्तर यिनीहरू नै छन् त। खै के गरे? त्यही देशलाई चाहिँ कङ्गाल बनाउने, देशमा भएको अलिकति युवाहरूलाई चाहिँ रोजगार नदिने, सबै खाडी पठाउने, हुँदा हुँदा शरणार्थी बनाएर चाहिँ विदेश बेच्ने यिनीहरू नै होइन र? कुन आधारमा चाहिँ यिनीहरूको पछि लागिरहेछन् क्या मान्छे? के देखेर पछि लागिरहेछन्? त्यही 1 लिटर पेट्रोल र मासु भात।